हेलो सम्पूर्ण सामाजिक सञ्जाल हेरेर बस्नुभएको मेरो मित्रहरूलाई म सामुएल चाम्पाङको तर्फबाट गुड मर्निङ शुभ बिहानी है। अनि आज है मेरो काम छैन, म चाहिँ अलिक बिमारी भएर घरमा छुट्टी बसेको थिएँ। अनि तपाईहरुलाई है मेरो यो सानो भिडियोमा स्वागत पनि जनाउन चाहन्छु। धेरै दिनदेखिको यहाँ मेरो मम्मीले खुर्सानीहरू केही खुर्सानीको गार्डनहरू लगाएको छ। अनि त्यसमा चाहिँ धेरै प्रकारको खुर्सानीहरू छ। तर त्यसमा चाहिँ एउटा चाहिँ मैले नबुझेको खुर्सानी है म तपाईलाई देखाउन चाहन्छु। थाहा छैन, त्यो चाहिँ मैले फर्स्टचोटि देखेको। तपाईहरु जान्नुहुन्छ कि जान्नुहुन्न, तपाईहरु हेर्नुहोस् है त ल। गार्डन चाहिँ धेरै छैन, ठुलो। मेरो मम्मीले लगाउनु भएको। हेर्नुहोस् यो खुर्सानी चाहिँ हेर्नुहोस् न, यस्तो छ है। यहाँ पनि पाकिरहेछ, यो हेर्नुहोस् यस्तो छ, देख्न सक्नुहुन्छ है। बोट चाहिँ ठुलो छैन। यहाँ पनि छ खुर्सानी, यहाँ छ है, यता पनि छ, बेसी त छैन। अनि मम्मीले यो घरको यस्तोमा पनि रोप्नु भएको छ है, यहाँ पनि फल्दैछ। तर विशेष गरेर यो खुर्सानी चाहिँ मम्मीले भनेको नागाल्यान्डको खुर्सानी अरे है। तर मलाई थाहा छैन यसको नाम के हो। अनि मलाई त्यो खुर्सानीको नाम चाहिँ थाहा भएन है। अनि तपाईहरुलाई खानुभएको देख्नुभएको हो भने प्लिज कमेन्टमा चाहिँ त्यसको नाम चाहिँ, त्यो खुर्सानीको नाम यहाँ छ, मेन्सन गरिदिनु होला। म चाहिँ अलिक सन्चै नभएकोले गर्दाखेरि ड्युटी पनि छैन, फिलहाल घरमै बसिरहेको छु हो। अनि अब अलिकति काम छ, 5-6 दिन भयो लुगा चाहिँ धोएर लगाउँदै राख्दै गरेको थिएँ नि त। अनि अब चाहिँ धुनुको लागि मैले उठेर चाहिँ बाथरुममा भिजाइसकेको छु। अनि त्यो धुनुपर्ने छ। जाउँ त बाथरुममा। ल जाउँ है त बाथरुममा। तपाईहरुलाई बाथरुम त्यस्तो भयङ्कर छैन, तपाईहरुको यस्तो सानो छ, दुखा छ। अनि यहाँ चाहिँ मैले लुगा भिजाएर राखेको छु है त। अब यसलाई धुनेछौँ। थुप्रो दिन भयो लगाएर राखेको, धुएको छैन। हेर्नुहोस् है, यति धुनु छ है। यसलाई धोइसक्छु अनि तपाईहरुसँग फेरि भेट्नेछु। ल है त प्रिय मित्र, मैले धोइसकेँ लुगा। अब जाउँ है त बाहिर। लुगा सुकाउनु त मम्मीले पहिला पुरा धोएर सुकाएको रहेछ है। ल त गाइस, मेरो भिडियो मन परे आफ्नो प्रतिक्रिया अवश्य दिनु होला। बाई बाई।